हेलो नमस्ते सबैजनालाई के भन्न आयो होला फेरि भन्नुभयो होला भर्खर जापान आएको भाइलाई चाहिँ भाइ बहिनी अब दिदी बहिनी दाजुभाइ हुनसक्छ के भन्न चाहन्छु भने जापान आउँदा बित्तिकै काम पाइनँ भनेर चाहिँ हुन्छ नि धेरै तनाव लिने फलाना यस्तो गऱ्यो भनेर सोचेर बसिन्छ होइन है पढ्ने आफ्नो खाली टाइममा टिकटक पनि नबनाउनु त भन्ने होइन भ्लग पनि बनाउनुहोस् मिनी भ्लग बनाउनुहोस् मिनी भ्लग होइन केही छैन तर पढ्नु चाहिँ राम्रोसँग तपाईँले पढ्नुभयो भने जापानमा आफ्नो लागि चाहिँ पढ्नु भएन यस्तै जो पढाइ भन्ने हो भने त्यही हो हाकिमलाई दियो थाहै हो हाकिम लगायो किन आउँदाखेरि वर्किङ त पऱ्यो यो सेनमन जाँदा पनि त अहिले कति धेरै म्याक्स गर्छ मलाई दाइ के पढ्दा ठिक होला कुन गएको जाँदा ठिक होला भनेर होइन त्यही हो कुन गएको अहिले अब भाषा भएको भए जेलपिटी भएको भए कसैलाई सोध्दैन होला भाषा छैन केही छैन अनि के गर्दा ठिक होला यताउति भनेर सोध्छ क्या जेलपिटी के छ भाइ कस्तो छ त अनि कहिले आएको कति पढायो आएको 2 वर्ष भयो अब सेनमन गएको दाइ कस्तो वर्किङ गर्दा ठिक होला भन्छ सेनमन गएको जाने हो चाहिँ आएको 1.5 वर्ष अब 1.5 वर्ष हुँदा दाइ सेनमन जाम भनेको कुन गएको जाने होला जेलपिटी के राखेको छ त भने पहिला दिएको फेल भयो अब यहाँको दिँदैन एन्सर दिन्छु भन्यो त्यस्तै त यहाँको छैन एन्सर पनि छैन भन्छ त्यस्तो सिकानेहरूलाई कसले लान्छ अब सेनमन वर्किङ त परेको कुरा हो सेनमन लाँदैन अहिले त्यस्तो छ त्यो भएर केटाकेटीहरूलाई मेरो सानो सुझाव खाली टाइममा पढ्ने एकदम मिहिनेत गर्ने पाउनमा चाहिँ कस्तो सपना हुन्छ आफ्नो ड्रिम ड्रिम कन्ट्री भनेर आउनु गयो जापान कम टु जापान भन्दै अनि पढाइ भएन पैसा पनि भएन भने कम टु जापान होइन यतैबाट कम टु दुबई हिँड्छ फेरि त्यो भएर गाइस पढ्ने राम्रोसँग